सो हेलो नमस्ते एभ्रिवान, आई होप तपाईँहरू सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। अनि आज चाहिँ कहाँ जानु लाग्यो भाइहरू? खोला, पहाड खोला। अनि त्यही हो गाइस, होइन? अब आधी बाटो चाहिँ आइसक्यौँ भन्नुपर्दा। सो होइन गाइस, अब चाहिँ खोलो चाहिँ पहिलाको भन्दा ठुलो छ। एउटा हो पहिलाको भन्दा लास्टै ठुलो छ गाइस। यता चाहिँ पानी ट्याङ्की बनाएको क्या ऊ त्यहाँ। यो होइन कुरी के बिधि ठुलो हो त भाइ? ठुलो छैन त? ऊ त्यहीँ हो खेले हामीले, त्यहीँ हो ऊ त्यहाँ। अस्ति नि आएको थियो क्या हामी। बबाल ठुलो छ नि कान्छा हो। त्यही पनि केही छैन, खेल्नुपर्छ भाइ, डर नमान। त्यो दाइ छ यहाँ है त। आरुष भाइहरू ठिक छ नि? आरुष भाइ चाहिँ उहाँ झुन्डिसकेको छ। ल ल ल सब्सक्राइब हान्नु पऱ्यो केटा हो, भएन? सब्सक्राइब हान्नु पऱ्यो केटा हो, भएन भएन। बिजोग रमाइलो। यहाँ चाहिँ घोचिसकेको छ होइन? खोल्चो हो क्या यो चाहिँ। अहिले चाहिँ पानी आएको छैन यसमा। के विधि झन्ड हो लाइफमा। आइपुग्यो केटा हो। आइपुग्यो आइपुग्यो। यो चाहिँ हाम्रो गाउँको हो क्या। बेसीबाट अलिकति, बेसीबाट लाग्छ टाइम, बेसीबाट अलिकति तल हो क्या। अनि बवालसम्म ओए ओए केटा हो, के विधि हो? भएन भएन यो। यहाँ होइन, यहाँ होइन, माथि जाने ठाउँ छैन क्या पहिलाको जस्तो। एउटा हो बिजौ रमाइलो भइसकेको छ यहाँ। खोला बढेर यत्रो छ। बिजौ रमाइलो केटा हो। यस्तो ठाउँमा खेल्ने त खुलित त। टॉप फैमिली थोड़ी है।
यस्तो छ क्या केटा खोला बढेर यत्रो छ केटा हो भएन भएन यस्तो अप्ठ्यारो छ क्या केटा हो भाइ कत्रो छ केटा हो यहाँ हेर सक्दैन गाइस यस्तो छ खोला चाहिँ बढेर डेन्जर छ हिँड यताबाट हिँड न पर्स भाइ यहाँ यति खेल्न मिल्छ बबाल मजा आउँछ भने त्यही हो थाहा क्या मलाई नि अलि माथि नै हो क्या हिँड न हिँड रोकिने होइन क्या रोकिने होइन स्विमिङ खेल्ने ठाउँ हेरेर जान लाग्यो पहिला उता माथि थियो होइन झर्ना बवाल बिजोक रमाइलो भइसकेको छ यहाँ तर पनि बाल छैन हामीलाई कहाँबाट जाने भइरहेछ उता छैन जाने ठाउँ फेरि आरुस त्यहाँबाट त्यहाँ आऊ तल गराइयो बिजोक रमाइलो भइसकेको छ गाइस खेल्नलाई नि खुलित बाटो नि खुलित बाटो नि खुलित सबै खुलित बाटो नि खुलित खोला नि खुलित झर्ना हेर्ने हो त गाइजहरू युट्युब फ्यामिली झर्ना देखाउँछ है त म खोलामा आइसकेपछि यति त देखाउनु पर्यो केटा हो कि होइन लु भनाओ त हरिस भाइ हो कि होइन तर के हो के त्यही छ है केटा हो सक्दैन जस्तो यताबाट हिँड्नु न खाल्दो है हेरेर हिँड बाल छैन क्या हिँड
ल झर्रा हेर्नु है त अगाडि त्यहीँ हो के भयो बिजोग रमाइलो केटा हो बिजोग रमाइलो भइसकेको छ यहाँ पनि खेलेको थियो क्या अस्ति नि चाहिँ अगाडिको लडमा आउँदा होइन यहाँ त हुँदैन यार भाइ यहाँ त यो त बबाल भएर आयो होला जु तलै जु तलै मजा आउँछ पर्दैन तलै मजा आउँछ यो अलिक धेरै नै ठुलो भयो क्या हेर्नु नि त ल कस्तो बबाल आइरहेछ ठुलो होइन क्या हिँड होइन यस्तो छ क्या यता चाहिँ पानी पर्ला जस्तो भइसक्यो माथि चाहिँ होइन हामी चाहिँ गर्मी भएर स्विमिङ हान्न आएको तर खोला त खुलित रहेछ नि त हामी बढेर त डेन्जर भइसकेर त नसक्ने केटा हो गाह्रो छ कतिको रमाइलो भइरहेछ त केटा हो गाउँतिर हो होइन म चाहिँ रमाइलो त त्यस्तै हो खाडल छ छिटो गाउँतिर हो केटा हो गाउँतिर गाउँको खोला आगो तिहारमा आगो होइन यहाँ मासतिर त रहन्छ खेल्ने ठाउँ होइन दार्स भाइ नसक्ने भयो त फेरि युट्युब फ्यामिली होइन त्यही पनि केही छैन हान्नुपर्छ रमाइलो होइन त भाइ हो कत्रो छ जु आज भाइ रोकिने होइन दौडी छिटो आइज छिटो यहाँ खेलिदिउँ यहाँ मोबाइल छ भने हेर न गइरै छ भने यहाँदेखि यहाँसम्म आउन कम मजा आउँछ यहीँ खेल्ने अब यता पनि जुडा भने हुँदैन यहीँ खेल्ने हो आगो पाल्ने ठाउँ पनि बबाल छ कि यहाँ तल ठिक छ भने तल हावा त्यो ठुलो अहिलेको भन्दा ठुलो हुँदैन अहिलेको भन्दा ठुलो छ के मिल्दैन हुँदैन भने सिधै यहीँ खेल्ने हो क्या अब धेरै उस भइसक्यो पर्दैन अब यहीँ खेल्ने खोला उर्लिएर कत्रो आइरहेको हेर नि त कौडा पनि भिज्यो केटा हो यहाँ पनि यस्तो छ मा के भइरहेछ यो दौड्यो केटा हो दौड्यो सक्छ नि त जान अब घिस्रिने हो गाइस सब्सक्राइब के को हड्डी रहेछ नि त किन माथि लिएर आउनु भइहाल्यो नि
ओए माकुरी के हो यस्तो हामी आउँदा त खोला नि ठुल्ठुलो हुन्छ त बिजोक रमाइलो केटा हो बिजोक रमाइलो किन छिटो कौडा भिज्यो क्या केटा हो रेमन भाइ छैन नि त यहाँ त ठाउँ माथि खेल्ने हो यहाँ छैन माथि हिँड्छु त छिटो हिँड केटा हो तल हुँदैन माथि हिँड्न हिँड छिटो बोक ब्याग झर नगर तिमीहरू छिटो छिटो बोक्न भाइहरू माथि जानु लाग्यो गाइस उता माथि हामीले हेरेर चाहिँ आइसक्यौँ होइन ठाउँ चाहिँ बिजोक रमाइलो छ त्यही पनि ठिक छ यतिकोमा चाहिँ खेलिन्छ होइन ओ केटा हो राम्रोसँग हिँड राम्रोसँग हिँड ब्याग त भारी भइहाल्छ नि भाइ सामान पनि ल्याए नि त बल छिन् त केटा हो ओइ बल छि ओइ गङ्गाटो ओइ गङ्गाटो ओइ गङ्गाटो भेट्यो केटा हो पोलेर खाइदिनु पर्छ केटा हो आइज आइज छिटो खाइदिने हो केटा हो कि होइन हो कि होइन आइज ओइ गङबाट भने एउटा प्लास्टिक निकाल्न भाइ छिटो हराउँछ हराउँछ आऊ आऊ छोडिदेऊ छोडिदेऊ भने छोडिदेऊ हो छोडिदेऊ लुक्न लाग्यो भने छिटो आऊ न समाज ल समाज 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 न यस्तो हुन्छ मर्यो छैन यसमा पो केटा हो गङबाट है के गर्छ सिधा राख्न बल्छी अगाडि बिसाएको छ ल ओइ प्लास्टिक छ क्यान मात्र नदेखान यता नि देखा गङबाट भेटिसकेको छ त प्लास्टिक नै होइन हातले मरे गौशाला न
ठोक्यो हाँ गङ्गटो उसले त्यहाँ त इत्रु छ क्या अब त्यहाँ आएन त्यहाँभित्र त्यो त इत्रु छ ए सो गाइस हामीले चाहिँ गङ्गटो भेटिसकेको छौँ होइन केटा हो वाकवान चस्मै हो र यार मेरो त्यो भएर खोज्नु सो गाइस मेरो त चस्मा हराइसकेको छ होइन अनि अब यहाँ दाइले के गङ्गडो सङ्गडो के खोज्ने भन्नुभएको यति हो दाइ ल हिँडौँ न त ल हिँड हिँड केटा हिँड हिँड दाइ ब्यागमा हालिदिनु न त्यो बोक्ने आएर एकजना त्यो म भ्लग थाहा भेप सो गाइस अहिले चाहिँ हामी यस्तो गहिरो बाटोबाट जाँदैछ चस्मा यो ठाउँ खन्छ क्या सो गाइस यहाँ चाहिँ खसेको थियो मेरो चस्मा अहिले त्यो लास्ट गएर ओ चस्मा भिडियो भनेर त लट्ठी भेटिदिएर सबै लगिदिएर कस्तो गाइस चस्मा भेटिसकेको छु मैले मेरो ए यो अनि त केटा हो गाइस मैले आफ्नो चस्मा भेटिसकेको छ मेरो अनि के भाइ यहाँ भन्छ ल त्यो हुने चाहिँ के हो दाइ सो गाइस दाइसँग स्क्याम भइसकेको छ अहिले ढुङ्गा भेट्यो दाइ खस्यो अहिले लड्यो भने चाहिँ सो गाइस होइन मोबाइल चाहिँ दामी गरेर फुट्छ अनि त्यही भएर अलिकति सावधानी बनाएर जानुपर्छ है केटा हो रेवन दाइ क्यामेरा समात्नु दाइ छोडी माथि चढेर क्यामेरा समात्नु क्र्याप केटा आइसक्यो हामी जाली होला है त्यहाँ हानेर ल्याउ त यहाँ चाहिँ जाली नै जाली ल्याउँछ क्या गङ्गबाट भेटिसकेको छ यहाँ जिउँदै छ हो छैन छैन जिउँदो छ किन किन बिस्तारै मरिसक्यो क्या मैले ढुङ्गाले कच्चाकै पार्दै चिप्लिसकेको छ यहाँ माथि माथि चढ्न उता गएर भेटौँला है केटा हो उता गएर भेटौँला ल भएन यो उता गएर भेटौँला अब माथि खेल्ने ठाउँमै केटा हो खेल्ने ठाउँ चाहिँ आइपुगिसक्यो होइन तर तिनीहरूलाई चाहिँ त्यस्तो खेल्न आउँदैन क्या त्यसैले यहाँ ल्यायो होइन खेल्न त आउँछ तर अलि यो बगेको खोला हो नि त अनि त्यही भएर अलिक गाह्रो छ है यिनीहरूलाई अनि ड्राइभ हानिदेऊ नि त ल युट्युब फ्यामिलीलाई देखाइदेऊ मेरो यो हो नि त केटा हो रमाइलो भइरहेछ नि तपाईँहरूलाई कस्तो भइरहेछ होइन हान ड्राइभ हान ड्राइभ हान ड्राइभ हान खोइ त तिमीहरू त अनि आएर पनि खेल्दैनौ त ल केटा हो होइन खेल्छु अनि भेटौँला है त खेलिसक्यो होइन अब चाहिँ आगो बाल्न जानु लाग्यो ल आइज भाइ ल
यहाँ अगेन सगेन बनाउँछु होइन अनि भेटौँला है त ओए भाइ आज चाहिँ ल हेर्नु है त यहाँ छोड्दै अब छोड्दै भने बनाउनु पर्दैन यो गाई दुईवटा हुनु पऱ्यो अब अर्को नि त्यसमा नि कहाँ ठुलै चाहियो अन्त दाइ अलिक ठुलो यो भन्ने ऊ त्यसै ठुलो लिएन के हुन्छ नि भइसक्यो अहिले वक्लो गाई जाडोहरू एकदमै त्यो भइसक्यो दाइ अघि नमनाइरहनु भयो यतापट्टि गाई दाइ चाहिँ अघि नमनाइरहनु भयो एउटा भाइ चाहिँ त्यहाँ भाडा लिन गएको छ चिसो भएर थर कामिसक्यो यो लट्ठी तावडी लगाएर झट्टै भन्नु पऱ्यो तावड राख्नु पऱ्यो है गाई चाहिँ लागि मसल पनि कडा नि गाई त्यत्रै हो दाइ चौचौ के छ लगाउने दाइ त्यही एउटा भाडा चौचौ के छ पकाउनु त त्यत्रो ठुलो भाडा भाँच्न रेन भाइ बज सघाइ छैन अनि खाना चाहिँ यति धेरै ल्याएको छैन अनि भाँडा चाहिँ यत्रो सानो ल्याएर राखेको छ यिनीहरूले यी होइन यसको टाउको जत्रो ल्याएर राखेको छ भने काम छैन डाङ्गाहरू यत्रो ल्याएर राखेको छ चौचौ चाहिँ यति धेरै ल्याएको क्या हामीले गाई अनि ला आगो बाल्न चाहिँ खोइ त ल्या ल गाइस यिनीहरूले चाहिँ लाइटर ल्याउनु पर्छ होइन अब कसरी बाल्छ थाहा होइन अब चाहिँ खाजा खान लाग्यो होइन यहाँ भाइहरू पनि छ अनि रमाइलो छ त्यहाँ कहिले कुक पोखेर हाल्छन् होइन खाएर भेटौँला है त केटा सो भाइहरू कस्तो भयो त दामी एकदम दामी एकदम बब्बाल लु कस्तो लाग्छ प्रतिक्रिया दिनु होला होइन लाइक सेयर सब्सक्राइब माई युट्युब च्यानल टेल देन टेक केयर गाइस